हेलो साथीहरु, वेलकम छ हजुरहरु सबैजनालाई मेरो नयाँ भिडियोमा। म चाहिँ आज ताप्लेजुङसम्मको लागि जाँदैछु दर्शनको लागि। हजुरहरुलाई के कस्तो हुन्छ म चाहिँ हजुरहरुलाई सबै भिडियोमा देखाउने छु। अघि नै भिडियो स्टार्ट गरौँ भनेको तर अब टाइमै भएन। कहिले हामी सबैजना आएको। अघि मम्मीहरु चाहिँ हिँडिसक्नु भयो, मैले त्यसको चाहिँ भिडियो गरिन। अनि अब हामी चाहिँ जान लागेको, हाम्रो चाहिँ गाडी आउँदैछ। अनि अब म हजुरहरुलाई के कस्तो हुन्छ हजुरहरु सबै मेरो यही भिडियो मार्फत देखाउने छु। मैले चाहिँ थोरै भोइस ओभर गरेँ किनकि यहाँ चाहिँ हामी हतार गाडी चढेको थियौँ, किनकि बाबाहरू अर्कै गाडी, हामी चाहिँ अर्कै गाडीमा चढिसकेको थियौँ। अनि यो चाहिँ अहिले हाम्रो सबैभन्दा लामो पुल भनेर चिनिने गरिन्छ, हाम्रो हेवा खोला। अनि यहाँ चाहिँ एकदम गीतहरू पनि बजिरहेको थियो, त्यही भएर मैले खासै भिडियो बनाइनँ। म चाहिँ गाडीको लास्ट सिटमा बसेको थिएँ, त्यसले गर्दा मैले राम्रोसँग भिडियो लिन पनि पाइनँ। अनि त्यतिकैमा हामी जाँदै गर्दाखेरि चाहिँ मैले थोरै भिडियो लिएको थिएँ। यो चाहिँ अहिले हाम्रो भाडा पाएको चतुरे मेला लाग्ने भनेर चिनिने ठाउँ हो, त्यसले गर्दा थोरै पहिला मेमोरीहरू पनि थियो। अनि त्यसपछि मैले चाहिँ यो ठाउँ हो भनेर यसो भिडियोमा क्याप्चर गर्न चाहेँ। आफू पहिला घुमेको वरेको ठाउँहरू देख्दा खुसी लाग्दो रहेछ, त्यसैले मैले यसो यसलाई चाहिँ थोरै चट्ट मिठो मेमोरीको लागि आफूले सक्ने, आफू त लास्टमा बसेको थियो त्यही पनि सकि नसकी यसो भिडियो चाहिँ लिए। मेरो भिडियो हेरेर चाहिँ इन्जोय गर्नुहुन्छ भने पुरा विश्वासको साथ यो भिडियो चाहिँ हजुर मार्फत चाहिँ गणेश चोक हो। अब योभन्दा पछाडि चाहिँ हेर्नु होला। लाइटर कहाँ छ? यस्तो भिडियो चाहिँ बनाइराख्नु पर्यो नि। काबेली खोला ताप्लेजुङ बजार देखियो हामीलाई मलाई देखाउनु पर्यो भने त कस्तो फिल भइरहेछ नि। एकदम भन्दा नि एकदम रमाइलो। भोलि चाहिँ कस्तो हुन्छ हेरौँ। बुवासँग छ हौ माथि। मामा कहाँ बस्ने भन्छ ठाउँै आएको त। गाडीमा चढिसक्यौँ। के कस्तो देखिएको छ तँलाई? फाइनल्ली अब चाहिँ हामी सबै भेटेर लाग्यो फेरि ताप्लेजुङ बजारदेखि टकासँगले। अब हामी चाहिँ तल्लो फेरि पुगेपछि कहाँ गयो? तल्लो छेउ बसेको रहेछ नि एक्लै। यस्तो भिडियो चाहिँ सट्टै गरिराख्नु अन्जल निकालेर। अनि साई गर्नु न। मेरो भारी हजुर मेरो त लट्ठी छिट पारेको छुइनँ त। लट्ठी चाहिँ लाग्नु छ, पहिलो लट्ठी लानु पनि उयाँपतिर गएर यसो जानु यता तल। ल अब हामी चाहिँ तल्लो फेदीदेखि टक्कै माथिल्लो फेदीसम्मको यात्रा सुरु भइसक्यो। यसरी लाइन हामी चाहिँ जाँदैछौँ। हामी अहिले खाना खाएको चाहिँ यो तल्लो फेदी, यसलाई चाहिँ तल्लो फेदी भन्छ। म चाहिँ एकदम झोलाझोली 2-3 वटा बोकेर हिँड्दैछु। अब बिचमा के कस्तो हुन्छ हामीलाई देखाउने छु। आज त के हो र कास्टिङ मात्रै हो? एकछिन मात्रै हो नि त्यो त। भ्यू हाई गर्न नानी।
माथि गएको हामी चाहिँ भर्खर पुगेको भने मलाई सबै भिडियो एडिट गरेर म भोलिपर्सि लाग्छु त यो चाहिँ हो माथिल्लो फेदी हामी चाहिँ अहिले माथिल्लो फेदी आएर बसिरहेको छौँ किन खाने हुन्छ ल हुन्छ यत्रो मेरो ज्ञान आफ्नो तालुमा के चाहिँ साथीहरू अहिले चाहिँ हामी उकालो लागेको ठ्याक्कै भनेको चाहिँ अहिले भनेको चाहिँ 1:30 भयो हामी बसेको होटल चाहिँ यही हो 1:30 अब हामीलाई कति लाग्छ ठ्याक्कै हामी चाहिँ 4.5 घन्टा लाएर 4 घन्टा ठ्याक्कै लाएर आइपुग्यो बोजू कहाँ जानुभयो बोजू र मन छ ए त्यो सिन्धुप अघि पर राख्नु पर्दैन यहाँ पर राख्नुपर्छ अहिले अब यहाँ लाखबत्ती बाल्नुपर्छ हाम्रो यहाँ लाखबत्ती हजुर हजुर पुजारी हुनु भर्खर सक्नुभयो ए यहाँ पुजारी हुनु न रहेछ आज अब हामी चाहिँ लाखबत्ती बाल्दैछौँ होइन यो सबैमा यो हामी सबैमा बाल्ने त्यहाँ होइन हुन्छ त्यहाँ चाहिँ खनाल यस्तो छ यहाँ लाखबत्ती हामी यो दियोमा बाल्न आँटेको सबै आगो ताप्नु हुँदैछ ठिक्क मौसममा सबैजना पूजा गर्नु लाग्दैछौँ है के गर्दैछौँ यता हेरेर भन है हामी लाखबत्ती बाल्नुको लागि मन त यो भिडियो गर्दैन हामी यहाँ लाखबत्ती खैली ल्याएपछि त्यो चाहिँ पक्कै भरे म गरिदिउँ उयो अलिक मिलाएर राख्नु न यो त ऊ भइसक्यो है कहाँ बाल्नु यो चाहिँ अन्त पूजा गर्दै राख्नु न मेरो यो लाखबत्ती बाल्ने यहाँ चाहिँ हाम्रो लाखबत्ती बाल्ने हुँदैछ यस्तो गरेर मम्मी चाहिँ अलिक कति सोल्डर हुनुभएको यस्तो यो अलिक गर्नु हामीले सोचेको आँटेको यहाँ हुँदै अलिक पनि लाउनु पर्यो नि त हजुर
त्यो उता हो बेटी लङ हजुर बोलेन र सल्लाइ त सँग पऱ्यो हजुर यहाँ उता खाली खालीमा पनि हुन्छ यो चाहिँ हाम्रो फेरि अब यहाँ बाल्ने गरेको कि यो चाहिँ अनि त्यही भएर यो मन त कहाँ गयो यसो गर्नुपर्ने फुल रक्छु तर यसो हान्न पनि किन छुट्टी यस्तो भिड छ नि टु मच भिड यो लुगाहरू सबै लगेर लिउँ त बरु खाजा खाएर माथि फोटो खिच्नु जाउँ यो बोक त लु होइन उता खिचौँ न च्याङपुङ मात्रै राम्रो फोटो आउँछ हौ त्यो डाँडो छ नि त्यहाँ अन्त त्यहाँ पनि खिचौँ माथि खिचौँ न लु जाउँ खै यस्तो भिड हामी चाहिँ पूजा सकेर हेर्नु न हिमाल चाहिँ यस्तो देखिँदैछ यहाँबाट रियालिटीमा एकदम राम्रो छ होइन यस्तो छ होइन एकदम भिड हो यो भिडमा चाहिँ पूजा गर्नु एकदम गाह्रो हुँदो रहेछ भनेको जस्तो पनि खै पूजा पनि गर्नु पाइयो कि पाइएन गर्नुपर्छ मेरो कान्छी बहिनीलाई चाहिँ बरै साह्रो परेकोले गर्दा धेरै गाह्रो भयो अब हामी चाहिँ यहाँ चाहिँ कति ठुलो घन्टी पनि रहेछ अब हामी चाहिँ पूजा सकेर फाइनल्ली अब चाहिँ हामी लागेको भन्न चाहेँ म चाहिँ यहाँदेखि हाम्रो टिम चाहिँ हामी यहाँ छौँ हिँड्नै जान्दैन हेर्नु अब मेरो बुबु चाहिँ एकदम हिँड्नु जान्नुहुन्न किनकि साथीहरू अघि नै यहाँ ट्रक चेताएर त उसको लुगा त यो हालतमा पुऱ्याएको छ कुर्ता अब हामीले चाहिँ फाइनली पूजा सकेको अब चाहिँ उरालोमा लाग्दै खै कसैले त कुर्ता लाएर आएको अहिले त पेन्ट कोही कोहीको हालत हेरौँ न यो ठ्याक्कै यो भनेको चाहिँ माथिल्लो भेजी यो भनेको चाहिँ माथिल्लो भेजी यो भनेको तल्लो भेजी रहेछ तिनजनाको भिडियो बनाइदिन्छु ल होइन छैन नि कस्तो भयो अनुज पूजा गरे राम्रो भयो परदेशी पास छ ताप्लेजुङ बजार यही त रहेछ त यो माथिको सुके टार अनि यो हो हिँड्ने बाटो अब आफू आइसक्यो पूजा गरेर फाइनल्ली तल्लो फेदीमा अहिले चाहिँ हामी चाहिँ 8:30 भएको थियो माथिबाट पूजा सकेर हिँड्दाखेरि अनि अहिले हामीलाई तल्लो फेदी आउनलाई चाहिँ ठ्याक्कै 2 घन्टा लागेको छ अहिले चाहिँ मैले भिडियो लिँदा चाहिँ ठ्याक्कै 10
कति भन्छ 31 10 21 माथिबाट पनि त्यही 8तिर हिँडेको त्यही 2 घन्टा गाह्रो रहेछ साथीहरू मन्दिरमा चाहिँ माथि फेरिदेखि खाना खाएर तल्लो फेरि होइन ओके नि त सबैले हामीलाई छोडिसक्यो अब के कस्तो हुन्छ आज भिडियो खासै लिइनँ किनकि खुट्टा दुखेर एकदम गाह्रो भइरहेको छ ठाउँ यस्तो छ घाम टलटली लागेको छ अहिले यता पनि थकित भएर हिँड्दैछ भारी बोकेर गर्मी पनि भएको छैन कि टोपी ज्याकेट जम्मै लागेको छ अब चाहिँ हामी माथिल्लो फेदीबाट आएर पनि जान लागेको म चाहिँ यहाँ थोरै भोइस ओभर गर्न चाहेँ हाम्रो यात्रा चाहिँ एकदम सहज तरिकाले सम्पन्न भएको थियो मैले चाहिँ खासै भिडियो गर्न पाइनँ त्यसैले गर्दा मेरो भिडियो चाहिँ म यतिमै एन्ड गर्न चाहन्छु मन परेमा लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला भन्दै हस्त धन्यवाद।